सम्पूर्ण दर्शकबिनहरू नमस्कार। म शिखर मौसम। आज म लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वमा आएको छु। विशेष गरेर रुकुम पूर्व सँगसँगै सिस्ने गाउँपालिकाको कमलदहमा आएको छु। अहिले तपाईँ देख्न सक्नुहुनेछ यहाँ कमलको जहाँ निकाल्ने कार्यक्रम भइरहेको छ। अर्को कुरा चाहिँ यो दह एकदमै चाहिँ गहिरो छ। यो दह चाहिँ तर यो गहिरो दहमा कस्तो छ भने हाम्रा आमा चेलीबेटीहरू पनि एकदमै तल छिरेर कमलको दह चाहिँ कमलको जरा चाहिँ निकालिराख्नु भएको छ। म अहिले तपाईँहरूलाई बिचमा गएर उहाँहरूको भिडियो चाहिँ तपाईँलाई देखाउन चाहन्छु। एकछिनमा तपाईँलाई म यो भिडियो चाहिँ देखाउन चाहन्छु। ए आफै निकालेको हो 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 हो। कति हाल्नु कमल किन होइन आफैले निकालेको ए यो के अरे ठेली काट्नुपर्छ कसरी काट्ने 600 रुपियाँ ए एक दिनमा कति निकाल्नुहुन्छ त थोरै निकाल्नुहुन्छ अब ननिकाल्ने झ्याउला अब कहाँ आउनुभयो किन्न आउनुभयो ए एउटा चाहिँ आयो कि आयो ल कति निकाल्नु भयो आमै एक दिनमा कति निस्किन्छ 150 कतिमा यो निकालेको कति 600 यो बिक्री गर्ने हो ए बिक्री कति पर्छ त्यसलाई 2000 पर्छ नि अहिले म कमल तालमा छु विशेष गरेर मेरो ब्याकग्राउन्डमा तपाईँ देखिराख्नु भएको छ कमलको ताल यो बर्खाको सिजनमा फुल्ने गर्छ भने हिउँदाको सिजनमा अब यसको जरा निकाल्ने काम चाहिँ कार्य सुरु भएको छ। वर्षेनी कमलको जरा निकालेर यहाँको स्थानीय सरकारले निकै ठुलो परिमाणमा आम्दानी गर्ने गर्छ र यहाँको स्थानीयले पनि यो कमलको तालबाट कमलको जरा निकालेर विभिन्न औषधिजन्य पदार्थमा चाहिँ उहाँले प्रयोग गर्नुहुन्छ। आज तपाईँ देखिराख्नु भएको छ यहाँ चाहिँ महिला दिदी बहिनीहरू छ। त्यसै गरेर यहाँ हाम्रा कृषि दाजुभाइ पनि एकदमै राम्रो पूर्वी रूपको लागि
यो कतिको 5,000 5,000 को यो केमा काम लाग्छ यो कपाल खाएको अँ, यो काम त धेरैमा लाग्छ यसको विभिन्न रोगका चाहिँ औषधिको प्रयोग गरिन्छ भने विशेष गरेर चाहिँ जन्डिसलाई चाहिँ जन्डिस रोगको चाहिँ उपचार हुन्छ Yes. यो युज पनि गर्नुहुन्छ सजिलो पनि हुन्छ सन्चो पनि हुन्छ अचारमा पनि अचारमा पनि एकदमै मिठो हुन्छ जमै खान्छ आमा तपाईँ पनि दहमा छिर्न सक्नुहुन्छ र खै तपाईँको कति छ ए ए यति हो यसलाई कति पर्छ बेचेसी 500